बोल्ने बाहेक अरू केही भएन प्रधानमन्त्री पनि म बोल्दैछु भन्नुहुन्छ के गर्ने गर्ने काम प्रधानमन्त्रीको कार्यले गर्ने हो तपाईँ यति पनि नभएको के पत्रकार बनाइदियो कसले जातीय असमानता होस् या लैङ्गिक असमानता होस् त्यसको लागि बोल्न यहाँ आएको छु होइन हामी त गुच्चा खेल्न आएको हो इंडस्ट्री के लोगों से पूरी पिक्चर बची है अभी प्रोमो देख मेरे किस्से सुनोगे तो भोलि तपाईँ जस्तै पत्रकार न्यायाधीश सोध्नुहुन्छ तपाईँ कहिले जानुहुन्छ लिपुलेको कालापानी नीति बनाउँदै हुनुहुन्छ कस्तो खालको तपाईँहरूको सोच के हो यो यही कुरा तपाईँले प्रधानमन्त्री आउँछ किन सोध्नुहुन्न त्यसको जिम्मा प्रधानमन्त्री लिएको छ संसद लिएको छ संसदको कामै बोल्ने कुरा उठाउने हो कि तपाईँ मलाई ठान्नु भएको छ कि आर्मीमा भर्ती भएको कि त्यहाँ गएर लडाइँ गर्ने तपाईँ पहिला आर्मीमा तपाईँ अगाडि बढ्नुहोस् म तपाईँको पछि बढ्छु